यतिको लागि मात्रै मैले यो भिडियो बनाएको। आजदेखिको चाहिँ बहिनीको आफ्नै पेज छ। हेर्नु भइसकेको छ तपाईँहरूले है। उहाँ चाहिँ मेरो आफ्नै बहिनी अथवा बहिनी पर्छ होइन। अहिले चाहिँ हामी यहाँनिर बिहा भइरहेछ सानोबडे होइन। सानोबडे बिहामा खुसियाली एउटा बिहामा हामी आएको छौँ र बहिनी पनि यहाँनिर ठिकै छ भइरहेछ। अन्त बहिनीले पनि अब पेज बनाइरहेको छ है। बहिनीको नाम पेजमा के पो छ तिम्रो दिप्ती राई छ हो। बहिनीको अरू भिडियोमा तपाईँहरूले लाइक यति राम्रो गर्नुभएको छ, यति डरको अरूको पेजमा सपोर्ट गर्नुभएको छ होइन। यति राम्रो सपोर्ट गर्नुभएको छ र अब बहिनीले खुद पेज बनाइरहेको छ। त्यसमा अरूकोमा भन्दा चाहिँ त्यसमा दिप्ती राईमा चाहिँ डरलाग्दो सपोर्ट दिनुहोस् तपाईँहरूले। म चाहिँ यो भन्न चाहन्छु है। के भन्छ मैले आजदेखि चाहिँ मेरो आफ्नै पेज खोलेको छु। अनि दादाकोलाई पनि फलो गरिदिनुहोस् होला, लाइक गरिदिनुहोस् होला, अनि सपोर्ट गरिदिनुहोस् होला दादालाई। अनि मैले पनि आजदेखि खोलेको छु, मलाई पनि अलिक सपोर्ट गरिदिनुहोस् होला। अहिलेसम्म गरि नै राख्नु छ। थ्याङ्क यू सो मच। बहिनीकोमा चाहिँ अब अरूकोमा है अरू पेजमा बहिनी भाइरल भएर अब अहिले राम्रो सोसियल मिडियामा एकदमै छाएको एउटा बहिनी है। राम्रो भइरहेको छ र अब आफ्नो खुदको आफ्नो पर्सनल पेज चाहिँ बहिनीले खोलेको छैन। किनकि बहिनी पहिला चाहिँ मलाई थाहा छ, किनकि आफ्नो गाउँ एरियाको मान्छे हो। मलाई थाहा छ उसले अनलाइन त्यति साह्रो मन पराउँदैन क्या। तर अब चाहिँ मतलब अब बनाउने एउटा पेज एउटा खोल्ने भनेर भन्दैछ। त्यही कारणले गर्दाखेरि चाहिँ बनाउँदै रहेछ है। बनाइसकेको छ। अन्त मेरो जति पनि अब साथीभाइहरू छ होइन। बहिनी त अब अलरेडी बढिसकेको छ, भाइरल भइसकेको छ होइन। मैले भाइरल हुनु लागि मैले त्यो गर्नु लागि चाहिँ मैले बनाएको थिएँ यो भिडियो चाहिँ। खालि यतिको लागि मात्रै मैले यो भिडियो बनाएको। आजदेखिको चाहिँ बहिनीको आफ्नै पेज छ। त्यसमा गएर फलोअरदेखि लिएर डल्लै तपाईँ त्यसलाई सपोर्ट गर्नुपर्छ। त्यो अरूको भिडियोमा त्यो लाइक गरेर त्यो फाल्तु गरेर हुँदैन। दुःख गर्ने चाहिँ उहाँ हो। थ्याङ्क यू सो मच।